हाम्रो देश नेपाल जहाँ साना बालबालिकाहरूलाई जिउँदो देवी कुमारीको रूपमा शीश झुकाएर पूजा गरिन्छ, जहाँ कन्यालाई पवित्रता र साक्षात शक्तिको प्रतीक मानिन्छ, तर विडम्बना त्यही पवित्र भूमिमा आज अबोध कलिला नानीहरू सुरक्षित छैनन्। अन्डर एज बालबालिकाहरूमाथि जबरजस्ती बलात्कार हुन्छ। बलात्कार मात्रै होइन, प्रमाण मेटाउने नाममा उनीहरूको अमानवीय बर्बर तरिकाले हत्या पनि गरिन्छ। कसैको जिब्रो काटिन्छ, कसैको आँखा फोडिन्छ, त कसैलाई सुनसान घर र उखुबारीमा फालेर हत्याराहरू खुला आकाश मुनि घुमिरहन्छन्। हामी धेरैजसो हिन्दू धर्म मान्छौँ। हाम्रा पौराणिक ग्रन्थहरू रामायण र महाभारतमा हामीले न्यायका कथा पढेका छौँ। रामायणमा सीताको अपहरण गर्दा केवल रावण मात्रै होइन, उसको पापमा साथ दिने र मौन बस्ने उसका छोराहरू, भाइहरू र सिङ्गो वंश नै विनाश भयो। महाभारतमा द्रौपदीको चिरहरण हुँदा कौरव सभामा मौन बस्ने ठुला ठुला ज्ञानीहरू भीष्म, द्रोण, कर्ण, अश्वत्थामा कसैलाई पनि न्यायको चक्रले छोडेन। उनीहरू सबैको मृत्युवरण भयो। तर आज 21औं शताब्दीको नेपालमा हाम्रा चेलीहरूमाथि महाभारतको चिरहरण भन्दा पनि राक्षसी र पाशविक अत्याचार हुँदा पनि हामी किन मौन छौँ? हाम्रा कानुनहरू किन यति धेरै फितल्ला छन्? यो कुनै काल्पनिक कथा होइन, हाम्रो समाजमा ती निर्दोष आत्माहरूको दर्दनाक सत्य हो, जसको चित्कारले आज पनि नेपालको माटो रोइरहेको छ। गरिमा चौधरी 12 भर्खरै मात्र जितपुर सिमरामा 3 वर्षीय अबोध बालिका गरिमा चौधरीलाई चकलेटको लोभ देखाएर अपहरण गरी बलात्कारपछि एउटा सुनसान घरमा पाशविक तरिकाले हत्या गरियो। 4 वर्षकी बालिका जसले संसार बुझ्न पाएकी थिइनन्, तिनको जीवन यसरी खोसियो। कञ्चनपुरकी निर्मला पन्त 13 वर्षीय निर्मला पन्तको बलात्कार र हत्या भएको वर्षौं बितिसक्यो। राज्य संयन्त्रको असफलताका कारण निर्मलाका हत्यारा अझै कानुनी दायरामा आउन सकेका छैनन्। सम्झना बिक बझाङ्गी 12 वर्षीय सम्झना बिकलाई घर नजिकको मन्दिरमा जाँदा जबरजस्ती बलात्कारपछि हत्या गरियो। माया श्रेष्ठ, सुनिता खड्का, एलिसा बिक यस्ता अनेकौं नामहरू छन् जसका सपनाहरू राक्षसहरूले एकैछिनमा कुल्चिदिए। अझ डरलाग्दो कुरा के छ भने साना नानीहरूलाई शिकार बनाउने ती नरपिशाचहरू अरू कोही नभएर उनीहरूकै आफ्नो छिमेकी, परिचित आफूसँगै पढ्ने साथी वा घरमा आउने पाहुनाहरू हुने गरेका छन्, जसले बलात्कार गर्दा आफ्नो घरका छोराछोरी, नाति नातिना वा बहिनीको अनुहार देख्दैनन्। के ती मानिस हुन्? तिनीहरू मानिस होइनन्, तिनीहरू त नराधम, नरपिशाच र राक्षस हुन्। यी त ती घटनाहरू हुन् जो प्रहरी र मिडियासम्म पुगे। तर सोच्नुहोस् त, नेपालका दूरदराजमा कति सयौं यस्ता घटनाहरू होलान् जुन मिलापत्रका नाममा आर्थिक लोभ, लालच, धम्की र समाजको डरले गर्दा दबाइएका छन्। अपराधी समातिन्छ, तर 2-3 वा 4-5 वर्षपछि कानुनी छिद्रहरू प्रयोग गरेर पावर र पैसाको पहुँचमा जेलबाट सजिलै छुट्छन्। यस्तो कमजोर कानुनले अपराधीलाई सजाय होइन, अझै ठूलो अपराध गर्ने हिम्मत दिइरहेको छ। अब अति भयो। अब सामान्य जेल सजायले मात्र पुग्दैन। यस्ता अमानवीय राक्षसी प्रवृत्ति भएका व्यक्तिहरूलाई अरू कसैले यस्तो अपराध गर्न सोच्न सम्म नसकोस् भन्ने गरी एक्जाम्पलरी पनिसमेन्ट बन्ने गरी सजाय दिनुपर्छ। हाम्रो माग छ, बालबालिकामाथि यस्तो जघन्य अपराध गर्नेलाई फाँसी, गोली हान्ने वा जीवनभर मृत्युदण्ड सरहको कडाभन्दा कडा सजाय दिने गरी संविधान र कानुनमा तत्काल संशोधन गरियोस्। द्रुत न्याय, जसलाई फास्ट ट्र्याक ट्रायल पनि भन्छ, वर्षौंसम्म केस झुल्याइराख्ने परिपाटी बन्द गरी हप्ता दिन वा महिना दिनभित्र निर्णय सुनाउने विशेष अदालत गठन गरियोस्। त्यसपछि मिलेमतो गर्नेलाई कारबाही, घटना दबाउने, मिलान पत्र गराउने वा अपराधी जोगाउने जो कोहीलाई पनि बराबरको अपराधी मानेर सजाय दिइयोस्। हामी केवल ह्यासट्याग चलाउन वा केही दिन शोक मनाउन मात्र सीमित हुनु हुँदैन। यदि आज हामीले हाम्रा छोराछोरीहरूको सुरक्षाका लागि आवाज उठाएन भने भोलि यो विपत्ति कसैको पनि घरमा आउन सक्छ। आउनुहोस्, चेतनाको यो क्रान्तिमा एकजुट बनौं, हाम्रा छोरीहरूलाई सुरक्षित नेपाल दिउँ। Enough is enough. Stop child abuse and rape in Nepal. We demand capital punishment for rapists. Thanks for watching.